So guys, namaste, welcome back to another episode of Suri Vlog. अनि अहिले चाहिँ हामी all the way from Paris कहाँबाट भन्दा आइफल टावरको नजिकबाट तर हिजो मैले भ्लग चाहिँ गरिनँ तर आज बिहान उठेर हामी आएको हिजो एकदम क्राउड थियो अहिले चाहिँ भर्खर सनराइज पनि भइसक्यो अनि बबाल फोटोहरू खिच्यौँ हामीले अनि आइफल टावर चाहिँ यहाँ छ अनि म्यामले चाहिँ यहाँनिर पुरा फोटो हेरिरहनु भएको छ हैन म यहाँ अनि यहाँ माथि चाहिँ भ्यू पोइन्ट भन्दा नि यहाँबाट दामी देख्ने रहेछ आइफल टावर हामी त्यहाँ जान्छौँ अब अनि यहाँ नजिकबाट चाहिँ यसो देख्छ यतापट्टिको साइडबाट पनि म देखाइदिन्छु एकचोटि यहाँबाट चाहिँ यस्तो देख्छ अनि अब चाहिँ हामी उतातिर जान्छौँ जाउँ म यहाँ कस्तो लागिरहेको छ आज आइफल टावरमा आउँदाखेरि प्यारिसको द वान एक्साइटिङ थिङ इज भनेको प्यारिसको एक्साइटेड भनेकै यो मात्रै लाग्यो तर मलाई चाहिँ अरू चाहिँ एकदमै फोर भन्दा नि फोर छ बियर एभ्रिवेयर ओपनली बियर खान मिल्ने रहेछ मलाई प्याटै मन पर्न त्यो चाहिँ अनि फेरि बियरको बोतल जतापाति त फ्याल्दिने यता आउनु एकचोटि हिजो बेलुका त यहाँ पुरा सबै मकै पोलेर पनि बेचिरहेको थियो यहाँ साइडमा मकै पोलेर बेच्ने वाइन बेच्ने बियर बेच्ने अनि अरू सामानहरू सुभिनियरहरू यहाँ कार्पेट ओछ्याएर बेच्ने अनि यहाँनिर खानाहरू बेच्ने हिजो बेलुका त लास्टै खतरै क्राउड थियो तर आज बेलुका पनि आउँछु होला अनि त्यतिखेर म भिडियो भ्लग गर्छु अनि देखाउँछु है त बिहान आएर पुरा सबैले वेडिङको फोटोसुटहरू गर्नु अघि नि यहाँनिर 4-5 जना हामीले भेटिसक्यो है वेडिङको फोटोसुटहरू गर्ने अनि अहिले चाहिँ हामी यहाँ भ्यू पोइन्टमा जाँदै हो म यहाँ कस्तो छ त तिमीलाई अहिले सन्चै छ अनि आज हामी हुन्छ नि लाइक अरू ठाउँ पनि जान्छ म्युजियम अनि यहाँ कुन कुन ठाउँहरू छ कि अनि मलाई चाहिँ नाम प्रनाउन्स गर्नै आउँदैन किन इट्स सो डिफिकल्ट यहाँनिर म यहाँ पछाडिबाट फोटो खिचिरहेको छु नाइस दामी देख्ने रहेछ है खतरा खिच्यो तिमीले फोटो खोइ देखाउ त खतरा खिचे यही ए प्रोफेसनल फोटोग्राफर त यता बोला जस्तो छ ल है ल कन्ट्याक्ट गर्नु होला जे पाइदै ल चाहिँ यहाँ माथि पनि मान्छे टन्नै भइसकिसक्यो यहाँ वेडिङको फोटो खिच्ने ग्रुप यता अनि यता आइफल टावर यहाँ मान्छे एकदम क्राउड भइसक्यो यहाँ आइफल टावरको बेच्दै पनि हिँड्दैछ ओह अर्कोले त पसल पनि थापिसक्यो त्यहाँनिर अनि यहाँ खाने ठाउँहरू अनि यतातिर जाउँ सो अहिले चाहिँ अब चाहिँ हामी यहाँबाट बाटो लाग्ने मान्छेहरू टन्नै आइपुगिसक्यो अनि बिहान आएको फाइदा पनि त्यही हो क्या एकदम क्वाइट हुन्छ नि त मान्छेहरू पनि धेरै आएको हुँदैन अनि अहिले त पुरै प्याक भइसकिसक्यो अब चाहिँ हामी यहाँबाट अर्को ठाउँमा जाने हामीले कफी पनि खाएको छैन अनि त्यहाँनिर गएर म्युजियम हो क्या अनि त्यहाँतिर जान्छौँ कता कता जान्छौँ सबै म भ्लगमा देखाउँछु अनि अगाडि चाहिँ यस्तो छ यहाँनिर अब चाहिँ अहिले एकैछिनमा भेटौँ यहाँबाट यसो भर्खर ट्रेन लिएर हामी अर्को लोकेसन पनि आइपुगिसक्यो यो लोकेसनको नाम चाहिँ म यहाँनिर लेखिदिन्छु है त यहाँनिर यसमा मलाई आएर फोटो खिच्नु मन थियो सो फाइनली आई गट अ चान्स आइपुगेँ यहाँनिर अनि यता बसहरू लागिरहेछ बस लागिरहेको छ यताबाट चाहिँ म यहाँनिर अनि लुक एट दिस मेन फोटो खिच्ने लाइन त यहाँबाट रहेछ त्यही सब पोज दिएर अनि ब्याकग्राउन्ड चाहिँ यहाँनिर अब हामी त त्यहाँ लाइनमा नबस्छौँ यी साइड फोटो खिच्यो भने जाउँ है अनि यहाँ फोटो खिचेर अनि हामी अर्को ठाउँमा जाने हो कि सो यहाँनिर चाहिँ एक्जिट गरेको हामीले यहाँ चाहिँ यस्तो देखिरहेको छ अहिले साइडबाट यस्तो दामी देखेको सो भर्खर हामीहरूको अर्को स्टपमा पनि हामी आइपुग्यौँ नाम चाहिँ म यहाँ लेखिदिन्छु यसको म्युजियम हो खासमा चाहिँ यो चाहिँ लुभ त्यसपछि चाहिँ थाहा छैन तर यो सबै म्युजियम हो है बाबु
यो भित्रको यिनीहरू चाहिँ सबै म्युजियम हो, तर यहाँ बाहिर चाहिँ टिकट नकाटी पनि आउन मिल्छ। तर यो म्युजियमभित्र जाने हो भने चाहिँ टिकट काटेर मात्रै जान मिल्ने रहेछ यहाँ म्युजियममा चाहिँ। यहाँ सो अब हामी फेरि यो अब यहाँ हाम्रो फोटोसोटो खिच्ने कार्यक्रम हुन्छ अन्त म यहाँ ल ओके ल अब हामी यहाँ फोटो खिच्छौँ अनि एक फनको फेरि म भ्लग गर्छु है त। यहाँबाट भ्यू अनि यहाँ घाम चाहिँ तर घाम लागेर राम्रो पनि भयो है, घाम लागेर राम्रो भयो त फोटो चाहिँ ठिकैको मात्रै आयो भने नि भयो। अब चाहिँ हामी यहाँबाट बाटो लाग्छौँ। हामी चाहिँ कफी पनि खाएको छैन, बिहान उठेर डाइरेक्ट हिँडेको नि त हामी। अनि अब चाहिँ कति 10:30 भयो, 10:30मा हामी कफी खान हिँडेको यहाँबाट 7 मिनटको वाकमा। अनि यहाँ पछाडिको भ्यू चाहिँ यस्तो छ। अनि यहाँ अगाडि बसहरू पनि लागिरहेछ, त्यो पनि देखाइदिन्छु म। यहाँनिर अगाडि बसहरू पनि लागिरहेछ, right over there बसहरू। अनि यतापट्टि अर्को बिल्डिङ, यहाँ पर पनि रहेछ अघि हामी गएको ठाउँ जस्तै। यस्तो बसमा चाहिँ भोलि चढ्नु पर्ला है बाबु। ल मलाई राइड चाहिँ गर्नु मन छ यस्तो बसमा। भोलि चाहिँ यो बसमा पनि राइड गर्छु अनि त्यसको पनि म फाल्टै भ्लग बनाउँछु। कस्तो राम्रो देखेको त यहाँनिर है, यो बस एउटा फोटो खिच्न मन लाग्यो मलाई। ल हामीहरूको यहाँनिर मोमो पनि आइपुगिसक्यो, सुप यहाँ लापिङ अझै छ खाने बाँकी। अनि यहाँ मेरो पनि मोमोको सुप आयो, अब खाऊँ है त। अब त्यही गर। अलराइट गाइस, सो अहिले चाहिँ यो करेन्टली नेक्स्ट डे। हिजो मैले भ्लग त्यति गरिनँ अनि बट एनिवे आज चाहिँ हामीहरूको रिटर्न हुने दिन पनि हो। अनि भरे बेलुकाको हामीहरूको फ्लाइट छ, त्यही हो। अहिले चाहिँ नि हामी हाम्रो बस्ने ठाउँबाट यहाँनिर कति आधी घन्टा टाढा, अलमोस्ट 40 मिनट है, अलमोस्ट 40 मिनट टाढा आएको छौँ यहाँनिर नेपाली खाना खानको लागि। यतातिर नेपाली रेस्टुरेन्टहरू पनि रहेछ। अनि यहाँनिर त हुन्छ नि लाइक लिटल इन्डिया भनौँ न, इन्डियाको जस्तै फिल भयो किनभने इन्डियन / नेपाली अनि अरू कुन लाइक हुन्छ नि टिबेटनहरू टन्नै रहेछ कि यहाँनिर चाहिँ। अनि / अफ्रिकनहरू पनि भनौँ न है यहाँ चाहिँ। अनि यस्तो छ यहाँको भ्यू, यहाँनिर पसल बेचिरहेको छ के यहाँनिर है। अनि यता मिठाई पसलहरू मोस्ट अफ सबै लोकल इन्डियन टाइप हो क्या, तरकारीहरू बेच्ने। यहाँनिर स्टोरहरू यस्तो राखेको छ पुरै, सबै मोस्ट अफ सबै इन्डियनको छ। अनि यहाँनिर ग्रोसरी स्टोर पनि छ, त्यहाँ चिया खाँदै बसिरहेछ। यसो छ पेरिसमा। ल यो चाहिँ पेरिसबाट त्यो मेन आइफल टावरबाट आई थिङ्क लाइक 35-40 मिनटको टाढा हो यो चाहिँ। यस्तो जग्गाहरू पनि छ यहाँनिर। फर्स्टमा आउँदा चाहिँ मलाई डिसपोइन्ट फिल भएको थियो, तर हिजो अस्ति पेरिसमा पुगेपछि त्यो आइफल टावरको अगाडि पुगिसकेपछि चाहिँ लाइक हुन्छ नि अलिक नर्मल भयो। तर लाइक हुन्छ नि रमाइलो छ यस्तो ठाउँहरू पनि यसो हिँड्नको लागि होइन त। म यहाँ सो अहिले चाहिँ हामी फर्केर होटेल जाँदै हो, त्यहाँनिर ब्याग लिएर लगेजहरू लिएर
हामी एयरपोर्ट जाने अनि आजको लागि चाहिँ भ्लग यति नै हुन्छ थ्याङ्क यू फर वाचिङ हिजो र आजको भ्लग मैले यो एउटामा लगाउँछु आजलाई यति नै हुन्छ थ्याङ्क यू फर वाचिङ आज सी यु गाइस नेक्स्ट टाइम अहिलेलाई बाई 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 भन्दै म यहाँ Bye. सो अब अब चाहिँ अर्को भ्लग पनि म सुरु गर्छु त्यो चाहिँ यो पछि आउँछ थ्याङ्क यू फर वाचिङ बाई बाई I know that you like it like that. I wear designer, check the name on the tag. White fox fur on my jacket. Excuse me, that's a